ओके गाई नमस्ते। निकै टाइम मिलाएर चाहिँ होइन आज चाहिँ एकदम अहिलेको भाइरल भएको गुफा पाताल घुम्नु गएको सुनेको थिएँ। त्यहाँनिर चाहिँ एजिलिया फुलेर चाहिँ एकदम ढकमक्क होइन जमिन पनि नदेख्ने भएको छ अरे भनेको सुनेको थिएँ। अनि टक्क हामी पनि आज चाहिँ गइदिनु पऱ्यो भनेर चाहिँ गुफा पाताल घुम्नु गएको। हेरेको त दिन एकदम नराम्रो थियो, फगी थियो। अनि अस्तिको पानीले त एन्जेलिया जति सबै झारेर यस्तो पो बनाएछ साथीहरू। हरियो पत्ता मात्रै राख्दैछ कता कता अलिअलि, एक दुईवटा झ्याङ चाहिँ बाँचेछ। अस्ति कस्तो थियो, अहिले त हेर कस्तो भएछ। अहिले मान्छे पनि कम्ती कम्ती आए चाहिँ हुनसक्छ। उनीहरू पनि खासमा चाहिँ एजिलिया मजाले फुलेको छ र चाहिँ गएर एक दुईवटा फोटोसोटो हानिदिनुपर्छ भनेर आएको थियो होला। उनीहरू पनि फ्लप भयो। अनि हामी पनि एकछिन बसेर चाहिँ होइन त्यहाँको फगीहरू मजाले हेऱ्यौँ। अब केही सिनहरू देखिएन किनभने फगी पुरा थियो। अनि फगी हेरेर चाहिँ एक दुईवटा फोटोसोटो खिचेर चाहिँ आयौँ। अनि आजको दिन चाहिँ यस्तो सुपर फ्लप बित्यो कि गाइज के भन्नु। अब सोचेर गएको थियौँ एकदम दामी झिलिमिली फुल फुलिरहेको उज्यालो दिन होला भनेको, दिन भने यस्तो रहेछ। अनि हामी भयौँ बगी।